भोटर लिस्टमा नाम छ कि छैन हेर्नको लागि पहिला निर्वाचन आयोग नेपाल.com खोल्नुहोस्। एकछिन लोडिङ लिएपछि फर्म भर्नेवाला जस्तो आउँछ। यहाँ अब पहिला आफ्नो प्रदेश चुन्नुहोस्, त्यसपछि आफ्नो जिल्ला चुन्नुहोस् र त्यसपछि आफ्नो गाउँपालिका चुन्नुहोस् जुन गाउँपालिकामा बस्नुहुन्छ। त्यसपछि आफ्नो वडा नम्बर चुन्नुहोस् र मतदान केन्द्र चुन्नुहोस्। यो चुनेपछि सबमिटमा क्लिक गरिदिनुहोस्। एकछिनमा आफै आउँछ। मेरो नेट स्लो छ त्यसैले अलि लेट ल्याइरहेछ। यहाँ आफ्नो नाम सर्च गर्नुहोस्।